खाने मुख नै बन्द गर्नुपर्ने। अब बिहान उठ्यो अलि खरा मुख पनि नधोइकन आफ्नो नित्यक्रम पनि नगरिकन मोबाइल पट्यायो। अब कहिले घन्टीको कहिले माटोको कार्यकर्ताहरूको लाइक र कमेन्ट हेऱ्यो, नकारात्मक कमेन्टहरू हेऱ्यो, त्यसै बिहान बित्छ। अनि उता यो डिजिटल युग भनेर विभिन्न सञ्चार माध्यमहरूको अनलाइनहरूको खबर हेऱ्यो, विज्ञापन हेऱ्यो, त्यसले भनेअनुसार काम गर्यो, के पनि सफल हुँदैन। उनीहरूकै मात्र विज्ञापन हुन्छ, उनीहरूकै मात्रै पैसा आउँछ। अब जस्तै कुखुरा पाल्यो, 2.5 किलोभन्दा माथि नभए कुखुरा लिँदैन। खोरमै सबै मरिसक्छ, त्यो पनि उनीहरूको विज्ञापन मात्रै हो, केही हुँदैन। अनि त्यो त स्वस्थ रहनको लागि भन्यो, ती जिम चलाउनेहरूको विज्ञापन हेऱ्यो, लाइक कमेन्ट गर्यो, उनीहरूको विज्ञापन हुन्छ, उनीहरूको पैसा आउँछ, उनीहरूको भइगयो। अब हाम्रो त केही नै हुँदैन सामान्य मान्छेको त। अनि हामी नजान्ने मान्छेले, नपढेका मान्छेको काम चाहिँ बरु यसरी परिश्रम गर्ने, पसिना बगायो भने त्यो जिउ पनि स्वस्थ हुने। अब आफ्नो जस्तै यता बग्ने पानी छ भने मैले उता खोलापट्टि बगाउनु पनि मिल्ने है। अब यस्तो हुँदो रहेछ। अब यो मफती यो साइबर युग रहेछ। साइबर सेनाको गफ मात्र सुनेर बस्यो भने हामी साइबर नजान्ने मान्छे खत्तम हुँदो रहेछ है। त्यस कारणले जिम खान जानु सक्छ, यो आफ्नै घर करेसम्म खनी खुर्सी गर्ने, पसिना बगाउने, बरु के आफ्नो शरीरलाई पनि फाइदा हुन्छ, आफ्नो काम पनि बन्छ। यो फेसबुक र टिकटक होइन, इन्स्टाग्राम के भन्छन्, यसमा नेताहरूको गफ सुनेर लाइक कमेन्ट गरेर समय खेर फाल्यो भने खाने मुख नै बन्द गर्नुपर्ने अवस्था आउने रहेछ है हाम्रो त। त्यही भएर म त काम मात्रै गर्ने भयो त।